अनि मैले अहिले विशेष गरी हाम्रो यो महासङ्घका केही साथीहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा छु। केही साथीहरूले युवा सरकार महासङ्घले सङ्गठन बनाउने र आफ्नो सङ्गठन मार्फत जिल्ला र सङ्घमा प्रभाव जमाउनु पर्नेमा तपाईँ एक्लै धाउनुहुन्छ, अरू त खासै देखिएन भन्ने कुरा गर्नुभएको छ। अब यसमा के छ भन्नुहुन्छ भने हाम्रो यो कुनै सङ्गठन बनाउनको निम्ति कुनै राजनीति गरेर हिँड्ने संस्था होइन र त्यस्तो किसिमका काम पर्यो भने राजनीतिक दलका सङ्घ संस्थाहरू देशकै निम्ति उहाँहरू खटिनु भएको छ। उहाँहरू पनि हामीले चाहिँ अनुरोध गर्न सक्छौँ। उहाँहरूले पनि हाम्रो अभियानमा साथ सहयोग गर्न सक्नुहुन्छ र हाम्रो मुख्यतया विषय भनेको बेरोजगारलाई रोजगार र यहाँ बस्न सक्ने वातावरण, आर्थिक रूपबाट यहाँ बस्न सक्ने वातावरण सिर्जना गर्ने मुद्दा भएको हुनाले हामीले सङ्गठनतर्फ अहिले हामीले त्यतातिर ध्यान दिएका छैनौँ। अब त्यो कुरा चाहिँ हजुर सङ्घ संस्थाका भन्न बित्तिकै एउटा सङ्गठन भन्ने पनि हुन्छ, तर हाम्रो अलिकति भिन्न। किनभने सङ्गठन यहाँ जुन हजुरले प्रश्न गर्नुभएको छ तपाईँ एक्लै धाउनुहुन्छ भनेर, अब अरू साथीहरू पनि छन्, उहाँहरूले आफ्नो पेसामा हुनुहुन्छ, उहाँहरूले बोलाएर हिँड्दाखेरि उहाँहरूको पनि जीविकोपार्जन त गर्नुपर्ने हुन्छ। अनि हामीले लिएर हिँडिसकेपछि त्यसको आर्थिक बन्दोबस्त हामीले गरिदिनु पर्ने हुन्छ उहाँको जीविका चलाउनको निम्ति। सो कारणले गर्दाखेरि हामीले उहाँहरूबाट रायता लिन्छौँ, उहाँहरूबाट हामीले ती सल्लाह त गर्छौँ, तर खटिने बेला हामी धेरै खटिन्नौँ। किनभने जति धेरै खटियो उति धेरै खर्च आउने हो। त्यो भएको हुनाले हामीले थोरै खर्चमा केही आउटपुट होस् भन्ने हामी चाहन्छौँ र त्यसैको निम्ति हामीले सङ्गठन भन्दा पनि हाम्रो अभियानलाई राज्यका निकायमा गएर कसरी प्रभाव पार्ने, ती कसरी कार्यान्वयन गराउने भन्ने नै मुख्य हाम्रो जोड रहेको छ। अनि अर्को 2 नम्बरमा तपाईँको महासङ्घ पनि पैसा नकमाउन्जेल यसो भन्दै हुनुहुन्छ। उद्देश्य त तपाईँहरूको पैसा कमाउने नै हो भनेर लेख्नुभएको छ। मैले यो सामाजिक सञ्जालमा लेखेको कुराको मैले उत्तर दिएको छु। यो पैसा कमाउने नकमाउने भन्ने कुरा, पैसा जीविका चलाउनको निम्ति सबैलाई चाहिन्छ, सीमित पैसा सबैलाई आवश्यक छ, तर बेसरी कमाउनको निम्ति सङ्घ संस्था महासङ्घमा बस्नुपर्ने कुनै आवश्यक छैन। अरू कोरिया जान सकिन्छ, अरू गर्न सकिन्छ, व्यापार व्यवसाय गर्न सकिन्छ, अरू धेरै पेसाहरू छन् पैसा कमाउनको निम्ति। यही पेसा अपनाउनु पर्ने छैन र यो पनि सजिलो पेसा, सजिलो काम जस्तो मलाई लाग्दैन। हजुरहरूलाई थाहा छ हामी कति ठाउँमा जान्छौँ, गएर गरेका कामहरू सबै हुँदैनन्, कति कुराहरू हामी निराश भएर फर्किनुपर्ने हुन्छ। त्यस्तो अवस्था पनि आउँछ र हामीले कहिलेकाहीँ एक छाक खानको निम्ति पनि हामीले कसरी घर चलाउने भन्ने अवस्थामा हामीहरू भएको हुनाले यो पैसा कमाउने भन्ने कुरा अहिलेसम्म हाम्रो व्यवहारबाट पनि हजुरहरूले देख्न सक्नुहुन्न। किनभने हामीले कुनै घर महल बनाएका छैनौँ र आफ्नो जीविका सामान्य तरिकाले हामीले चलाएका छौँ। त्यो सामान्य अरू काम गरेर पनि त्यो गर्न सकिन्थ्यो। अनि अर्का साथीले भन्नुभएको छ तपाईँहरूले कुन देशबाट पैसा आउँछ र यो महासङ्घ चलाउनु भएको छ भनेर लेखेको छ। हामीले कुनै देशबाट पनि पैसा आउँदैन, कुनै एनजिओ जस्तो तपाईँले चाहिँ नसोच्नु होला। किनभने कहीँबाट पनि पैसा आउने भएको भए हामीले 50-100 रुपियाँ उठाउनु, जिल्लाबाट उठाएर सङ्कलन गरेर पठाउनु पर्ने हाम्रो अवस्था हुँदैन। त्यो हामीलाई कुनै देशले पनि सहयोग छैन, हामीलाई कुनै देशको चाहिँ त्यो किसिमको चाहिँ अनुग्रह हामीलाई प्राप्त भएको छैन। अनि आजसम्म तपाईँहरूले के गर्नुभएको छ र केही गर्नुभएको छैन भनेर भन्नुभएको छ। के गर्ने नगर्ने भन्ने कुरा त हामीले कार्यालयमा गएर दबाब सिर्जना गरेका छौँ, गर्ने त्यही नै हो। अब तपाईँहरूलाई देखाएर हामीले गरेका छैनौँ होला, त्यो आफ्नो ठाउँमा छ, तर हाम्रा कागजहरू कार्यालयका टेबुलहरूमा छन्, प्रत्येक कार्यालयका दराजहरूमा थन्किएका छन्। हाम्रा पहलका कागजहरू ती नै हाम्रा प्रमाण हुन् र हामीले गर्न सकेसम्म कोसिस गरेर हामीले पहल गरिरहेका छौँ। बेरोजगारको अवस्था, अहिले जीविका चलाउन नसकेर विदेशिनुपर्ने बाध्यात्मक अवस्था के छ, कस्तो छ, कसरी हामीले यहाँ त्यसलाई समाधान गर्ने भनेर हामीले चौतर्फी चाहिँ हामीले चाहिँ पहल गरेका छौँ। त्यसै गरिकन अर्कोले लेख्नुभएको छ कहिले आत्महत्या न्यूनीकरण, कहिले के कस्ता कार्यक्रम लिएर हिँड्नुहुन्छ, यो युवा उद्यमशील विकास रोजगारका त तपाईँको मात्र त होला नि, कुरा मात्रै त होला नि भन्नुभएर लेख्नुभएको छ। त्यति गरेर यो विषयमा केही गरेको देखिएन भन्नुभएको छ। आजसम्म तपाईँहरूले
एउटा कुरा चाहिँ उद्यमशील विकास रोजगारका कुराहरू हामीले गएर पहल गर्ने, नीति बनाउने ठाउँमा गएर पहल गर्ने हो। त्यहाँ हामीले अहिले तत्कालै गर्न सक्ने त्यो कुरा होइन। त्यहाँ पहल गर्ने कुरा चाहिँ बाहिर देखाएर गर्ने कुरा हुँदैन। अरू सामाजिक क्रियाकलापहरू, जनचेतनाका कार्यक्रमहरू फैलिएका कुराहरू हामीले बाहिर सामाजिक सञ्जालमा पनि देख्छौँ र हामीले पनि हाम्रा सामाजिक फेसबुक, ट्विटर अरू जे छन् ती सबैबाट हामीले बाहिर सम्प्रेषण गर्नुपर्ने गरेको हुनाले तपाईँहरूले त्यो देख्नुभएको हो। तर गर्न चाहिँ अरू कुरा पनि गरिएको छ। तर अरू कुरा गर्दा बाहिर सामाजिक सञ्जालमा आउने खालका गतिविधिहरू हुँदैनन्, किनभने ती एउटा कागजको रूपमा लगेर पहल गर्ने, दबाब दिने, तिनीहरूलाई चाहिँ घचघचाउने मात्रै हुने हो। यसरी गरौँ उसरी गरौँ भनेर भन्ने हो। त्यो बाहिर गर्ने सामाजिक रूपबाट गर्ने नभएको हुनाले तपाईँहरूले नदेख्नको, तर नगरेको चाहिँ होइन। हामीले योभन्दा बढी त्यहाँ गरेका छौँ। तर यो पनि एउटा चाहिँ संस्थालाई चलायमान गराउनको निम्ति र जनतासँग हाम्रो संस्था चाहिँ भिज्नको निम्ति र जनतालाई हाम्रो संस्था चिनाउनको निम्ति हामीले यी आत्महत्या तथा अरू आगलागी नियन्त्रण अरू कार्यक्रम जस्ता कार्यक्रम हुन्छन् ती सबै गरेको चाहिँ त्यो गर्नको निम्ति हामीले खास गर्ने त्यो हाम्रो मुख्य अभियानलाई छोडेका छैनौँ। यो चाहिँ उद्यम विकास र रोजगारका कुराहरू हामीले पहल गर्नेसम्म गरेका छौँ। अब अरू पाइएका कार्यक्रमहरू कुनै चाहिँ त्यस्तो साझेदारीमा चाहिँ हुने पालिकाबाट अरूबाट हुने कार्यक्रमहरू हामीले आएसम्म गरेका छौँ। ती चाहिँ सामाजिक सञ्जालमा देखिन्छन्, किनभने तपाईँहरूले त्यसरी नै भन्नुभयो होला। अनि अर्काले लेख्नुभएको छ, महासङ्घको केन्द्रको अध्यक्ष भएर अरू जिल्लामा तपाईँ गएर कार्यक्रम गरेको देखिएको छैन र तपाईँको नाउँ पनि सुनिएको छैन भनेर लेख्नु। यो यस्तो छ, यो हामीलाई सम्मान चाहिएको छैन, कामको कुरा मात्रै हो। म त्यहाँ गएरै कार्यक्रम गएर नगए रोकिने हो भने म जान्दैन, तर चाहिँ म नगए पनि हुने कुरालाई म त्यहाँ जानुपर्ने आवश्यक छ। मैले नदेखेर म कसैले बोलाए पनि त्यहाँ जान्न र साथीहरूले समन्वय त गर्नुहुन्छ, आउने भए आउनुहोस् भन्नुहुन्छ। अनि वहाँ गइसकेपछि उहाँहरूलाई आर्थिक भार पर्छ, आउँदा जाँदाको बाटा खर्चदेखि लिएर हरेक कुराहरू उहाँहरूले बेहोर्नुपर्ने हुन्छ। त्यो मैले सकभर त्यो चाहन्न, किनभने म नगइकन पनि कुनै काम